गाइस जुन हामी चाहिँ अहिले घण्टाघर जाँदैछौँ होइन यो 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 गौरीको भालु भन्ने यो लास्ट बोल्दैछ होइन यो अलिकति नमानिदिनु होला यो भलक चाहिँ यो गौरीको भालु यो जुम्ला गौरी सिन्जा रहेछ यार तँ पनि पागल जस्तो कुरा होइन हेर न त्यतिकै मलाई पागल भने अब जेपिटी बोल्छ अनि पछाडि भिडियो हेरिदिनु होला अनि को पागल छ अब कमेन्ट गरिदिनु होला है सबैजनाले भालु जेपाटी बोल्छ क्या त्यो जुङ्गालाई भालु त भयो त आफू छोड अनि हेर न अझ के बोले भाइ के बोले के छ थाहा बोले हेर त फेरि के बोल्यो कि फेरि सरिया कुम्रो आँखा दोचा काहीँ नभएका नकचरा ए हेर न यसको बोली सुन्यौ सुन्नु भयो नि अब पहिले हुनिया त हुन्छ आजसम्म ल कमेन्ट गरिदिनु है राम्रो हो कि नराम्रो अनि कमेन्ट गरिदिनु होला कस्तो रहेछ अनि हामी चाहिँ घण्टाघर जानु लाग्यो होइन अब ताई सुर्खेतको घण्टाघर भने ऊ त्यहाँ टुप्पो देखायो नि ऊ त्यहाँ त्यो सुर्खेतको हामी घण्टाघर जान लाग्यो सुर्खेतको घण्टाघर जानु लाग्यो अनि यो चाहिँ मेरो साथी भनेर ल्याम भनेको यो चाहिँ जेपिटी बोल्छ कस्तो भालु यो मलाई नि पिर्न आउँछ क्या यो भालु साथी भनौँ कि यसलाई दोस्मान भनौँ भन्न त अब कमेन्ट गर्नु होला भिडियो फुल हेरेर पल्ला गरे साइलो भन् पल्ला गरे साइलो भन् हामी जानु लाग्यो यो घण्टाघर जाने गेट कहाँ लाग्यो कहाँ लाग्यो ल हाम्रो साथी तल छन् होइन बाई बाई गुड नाइट गुड नाइट